नमस्कार। अहिले चाहिँ म नेशनल हाइवे 10 मा छु। नेशनल हाइवे 10 मा मनसुन पूर्व कस्तो तयारी भइरहेको छ भनेर म तपाईहरुलाई देखाउँदै छु। मनसुन आउन अगाडि अहिले एनएचआईडीसीएल ले यो विभिन्न ठाउँहरुमा मर्मतको कामहरु गरिरहेको छ। अहिले मैले जुन ठाउँको दृश्य देखाइरहेको छु त्यो दृश्य हो भुइँचालोको। भुइँचालोमा जुन ठुलो पहिरो गएको थियो त्यस पहिरोबाटलाई रोकथाम गर्न अनि यातायातलाई यो मनसुनमा पनि सुचारू बनाइराख्न अहिले एनएचआईडीसीएल ले मर्मतको कामहरु धमाधम गरिरहेको छ। हामीलाई थाहा छ 2023 को जुनमा जुन आपदा आयो, जुन बाढी आयो, त्यो बाढी पछाडी नेशनल हाइवे 10 लाई पनि विभिन्न ठाउँहरुमा व्यापक क्षति पुर्याएको थियो। त्यसबेला महिनौसम्म कैयौं दिनसम्म यो राष्ट्रिय राजमार्ग बन्द हुँदा सिक्किमको जुन यो जीवन रेखा मानिन्छ, सिक्किमलाई राष्ट्रसित जोड्ने यो मार्ग नै बाधित हुँदाखेरि सिक्किमले धेरै समस्या भोग्न परेको थियो भने यस मार्ग भएर ओहोरदोहोर गर्ने कालेबुङगामी लगायत सिलगढीगामी साथै अन्य मानिसहरूलाई पनि धेरै समस्या भोग्न परेको थियो। यो बाढी पछाडी यो विभाग त्योभन्दा अगाडि पीडब्ल्यूडी ले देखरेख गर्थ्यो भने पीडब्ल्यूडी ले यसलाई सुचारू गर्न नसकेपछि यसलाई एनएचआईडीसीएल मा हस्तान्तरण गरेको थियो। एनएचआईडीसीएल केन्द्रको परिवहन विभाग अन्तर्गत आउँछ अनि एनएचआईडीसीएल ले हामीलाई थाहा छ केही दिन अगाडि 2-2 घण्टाको अन्तरालमा यो राष्ट्रिय राजमार्गमा बन्द राख्दै मर्मतको कामहरु लगातार रूपमा गरिरहेको थियो भने यो भन्दा अगाडि 3 दिन 15 तारिक 17 तारिक र 19 तारिक हिजोसम्म पनि यसलाई 3 दिन बिहान 9 बजेदेखि बेलुकी 6 बजेसम्म यस मार्गलाई बन्द राखेर यो मर्मतको कामहरु भइरहेको थियो भने आजदेखि राष्ट्रिय राजमार्ग सुचारू छ। राष्ट्रिय राजमार्गमा वाहनहरु चलिरहेको छ। तर हामीले तपाईहरुलाई देखाइरहेको दृश्य भनेको यो मनसुन पूर्व जुन तयारी गर्न पर्ने हुन्छ त्यसलाई एनएचआईडीसीएल ले ठाउँ ठाउँमा यस्तो विभिन्न मसिनहरु लगाएर कामहरु धमाधम गरिरहेको छ ताकि मनसुनमा धेरै दिनसम्म यो राष्ट्रिय राजमार्ग बाधित नहोस् भन्ने एनएचआईडीसीएल को उद्देश्य हो। एनएचआईडीसीएल ले यो प्रयास गरिरहेको छ। सेवकदेखि रम्फूसम्म सडक 52 किलोमिटरको छ अनि यो 52 किलोमिटरको यो सडक त्यसै पनि पहिरोग्रस्त क्षेत्र हो। मुनिबाट ठुलो टिस्टा नदी छ। टिस्टा नदीले ठाउँ ठाउँमा यो रोडलाई तानिरहेको छ भनेदेखि ठाउँ ठाउँमा पहिरो जाने क्रमहरु यो निरन्तर चलिरहन्छ। बर्खामा यो मार्ग भएर ओहोरदोहोर गर्न धेरै नै समस्या हुने भएपछि एनएचआईडीसीएल ले यसरी विभिन्न ठाउँहरुमा मनसुन पूर्व लगातार धमाधम काम गरिरहेको छ अनि हामीले यो तपाईहरुलाई दृश्य देखाइरहेका छौं। भुइँचालोको एनएचआईडीसीएल ले यसरी विभिन्न ठाउँहरुमा काम गरिरहेको छ अनि हामी आशा गरौं कि विगत वर्षहरु जस्तो धेरै दिनहरुसम्म यो सायदै बन्द नहोला अनि यो एनएचआईडीसीएल ले गरिरहेको यो काम मर्मतको कामहरु यो दृश्य हामी तपाईहरुलाई देखाइरहेका छौं। यस्ता धेरैवटा ठाउँहरु छ जहाँ एनएचआईडीसीएल ले अहिले लगातार मर्मतको कामहरु गरिरहेको छ।